ब्रह्माण्डको पुरै कथा सुरुदेखि अन्त्यसम्म केही मिनेटमा सुन्दा असम्भव लाग्छ हैन? तर आउनुहोस्, आज हामी यही कोशिश गरौँ। 13.8 अरब वर्षको यो लामो यात्रालाई छोटोमा बुझौँ। ल, हाम्रो कथाको सुरुवात कहाँबाट गर्ने त? सबैभन्दा ठूलो र गहिरो प्रश्नबाटै सुरु गरौँ न। ब्रह्माण्ड बन्नु अघि आखिर थियो तरी के? एकछिनलाई कल्पना गरौँ त, कुनै स्पेस छैन, कुनै टाइम छैन। मतलब न हिजो छ, न भोलि, न माथि, न तल। केही पनि छैन। यो खाली ठाउँ पनि होइन, यो त शून्यता नै हो। हो, यही कल्पना गर्नै नसकिने अवस्थालाई वैज्ञानिकहरू सिङ्गुल्यारिटी भन्छन्। सोच्नुहोस् त, ब्रह्माण्डको सबै कुरा, हरेक पदार्थ, हरेक ऊर्जा एउटा यस्तो सानो बिन्दुमा खुम्चिएको थियो जुन अनन्त तातो र अनन्त बाक्लो थियो। अनि हो, त्यही एउटा सानो बिन्दुबाट सबै कुराको सुरुवात हुन्छ। ब्रह्माण्डको इतिहासको सायद सबैभन्दा ड्रामेटिक र महत्त्वपूर्ण क्षणहरू त यसको पहिलो केही सेकेन्ड र मिनेटमै घटेका थिए। 13.8 अर्ब वर्ष पहिले, हो, आजभन्दा ठिक यति नै वर्ष पहिले त्यो सिङ्गुल्यारिटी, त्यो सानो बिन्दु अचानक फैलिन सुरु भयो र हामीले चिनेको हरेक कुराको जन्म भयो। अब यहाँ एउटा कुरा बुझ्न जरुरी छ। बिग ब्याङ भनेको कुनै खाली ठाउँमा भएको बम विस्फोट जस्तो थिएन। त्यस्तो होइन। यो त त्यो क्षण थियो जब ठाउँ आफै बन्यो र फैलिन थाल्यो। समय, पदार्थ, ऊर्जा सबैको सुरुवात नै यहीँबाट भयो। सुरुवातको पहिलो केही सेकेन्ड त झन् ब्रह्माण्ड एउटा एकदमै तातो सुप जस्तो थियो, जहाँ क्वार्क र इलेक्ट्रोन जस्ता कणहरू मात्र थिए। त्यसको करिब 3 मिनेटपछि प्रोटोन र न्यूट्रोनहरू मिलेर हाइड्रोजन र हिलियमको न्यूक्लियस बन्यो। तर ब्रह्माण्ड यति धेरै तातो थियो कि परमाणु बन्नको लागि नै झन्डै 3,80,000 वर्ष लाग्यो। र सबैभन्दा अचम्मको कुरा के छ थाहा छ? हो, त्यही 3,80,000 वर्षपछि जब पहिलो पटक प्रकाशले स्वतन्त्र रूपमा यात्रा गर्न पायो, त्यो प्रकाश, त्यो पहिलो उज्यालो आज पनि ब्रह्माण्डमा घुमिरहेको छ। यसलाई कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड भनिन्छ। यो त हाम्रो सृष्टिको सबैभन्दा पुरानो फोटो जस्तै हो, जसलाई हामी आज पनि हेर्न सक्छौं। त्यो पहिलो उज्यालोपछि ब्रह्माण्ड फेरि लाखौं वर्षसम्म अँध्यारो भयो, एउटा डार्क एज जस्तै। तर त्यो अँध्यारो धेरै टिकेन, किनकि बिस्तारै बत्तीहरू बल्न थाले। मतलब ताराहरू र ग्यालेक्सीहरू बन्न सुरु भयो। यो प्रक्रिया एकदमै सरल तर शक्तिशाली थियो। गुरुत्वाकर्षणले हाइड्रोजन र हिलियमका विशाल बादलहरूलाई आफूतिर तान्न थाल्यो। ती बादलहरूको बीचमा चाप र ताप यति बढ्यो कि त्यहाँ आणविक संलयन अर्थात् न्यूक्लियर फ्युजन सुरु भयो। र ब्याङ, बिग ब्याङको लगभग 20 करोड वर्षपछि पहिलो ताराहरूले जन्म लिए र ब्रह्माण्डलाई उज्यालो पारे। यो त एउटा विशाल कस्मिक कन्स्ट्रक्सन प्रोजेक्ट जस्तै थियो। ताराहरू जम्मा भएर ग्यालेक्सी बने, अनि ग्यालेक्सीहरू मिलेर क्लस्टरहरू बने, र ती क्लस्टरहरू पनि मिलेर विशाल सुपर क्लस्टरहरू बने। हाम्रो आफ्नै आकाशगङ्गा मिल्की वे पनि यही अजीम निर्माणको एउटा सानो हिस्सा हो। ल, अरबौं वर्षको यो कस्मिक कन्स्ट्रक्सनपछि अब हाम्रो कथा अलि नजिक आइपुग्छ। एउटा सानो तर हाम्रो लागि विशेष ठाउँमा, हाम्रो आफ्नै घर, सौर्यमण्डलमा। आजभन्दा लगभग 4.6 अरब वर्ष पहिलेको कुरा हो। हाम्रो मिल्की वे ग्यालेक्सीको एउटा कुनामा ग्यास र धुलोको एउटा बादल आफ्नै तौलले गर्दा खुम्चिन थाल्यो, र त्यसैबाट हाम्रो सूर्य, हाम्रो पृथ्वी र हाम्रो पुरै सौर्यमण्डलको निर्माण भयो। हो, यो हाम्रो आफ्नै उत्पत्ति कथा हो। यो विशाल समयरेखामा हामी कहाँ छौँ त? एकछिन सोचौँ है। यदि ब्रह्माण्डको 13.8 अर्ब वर्षको इतिहासलाई एउटा सिङ्गो वर्ष मान्ने हो भने मानव जातिको लगभग 3 लाख वर्षको इतिहास त डिसेम्बर 31 को राति 11:59 पछिको केही सेकेन्ड मात्र हो। हामी कति ढिलो आयौँ, होइन त? ल, हामीले कथाको सुरुवात हेर्यौं, मध्यभाग पनि हेर्यौं, तर हरेक कथाको अन्त्य हुन्छ। हाम्रो ब्रह्माण्डको कथाको अन्त्य चाहिँ कस्तो होला? यसको भविष्य के छ? आउनुहोस्, विज्ञानका केही सम्भावित सिद्धान्तहरूबारे कुरा गरौँ। तर भविष्यबारे कुरा गर्नु अघि एउटा अचम्मको तथ्य। हामीले देख्ने, छुने र चिन्ने सबै कुरा, तारा, ग्रह, हामी आफै, यो पूरै ब्रह्माण्डको जम्मा 5% मात्र हो।
हो, जम्मा 5%। बाँकी 95% त डार्क म्याटर र डार्क एनर्जीले बनेको छ, जसको बारेमा हामीलाई लगभग केही पनि थाहा छैन। यो एउटा गहिरो रहस्य हो। यही रहस्यमय डार्क एनर्जीले गर्दा वैज्ञानिकहरू ब्रह्माण्डको अन्त्यका लागि मुख्यतया 3वटा सम्भावना देख्छन्। पहिलो हो हिट डेथ। यसमा सबै ताराहरू निप्छन् र ब्रह्माण्ड सधैँको लागि चिसो, अँध्यारो र खाली हुन्छ। दोस्रो सम्भावना छ बिग क्रन्च। यो बिग ब्याङको ठिक उल्टो हो, जहाँ ब्रह्माण्डको फैलावट रोकिन्छ र सबै कुरा फेरि त्यही एउटा बिन्दुमा खुम्चिन्छ। अनि तेस्रो, अलि डरालाग्दो, बिग रिप। यसमा ब्रह्माण्डको फैलावट यति तेज हुन्छ कि यसले ग्यालेक्सी, तारा, ग्रह र अन्त्यमा परमाणुहरूलाई समेत च्याप्तेर टुक्रा-टुक्रा पारिदिन्छ। त्यसो भए एउटा सानो बिन्दुबाट सुरु भएर अर्बौं वर्षको यात्रा पार गर्दै एउटा अज्ञात अन्त्यतिर बढिरहेको यो महाकथामा हाम्रो स्थान के हो त? सायद हाम्रो अस्तित्व छोटो भए पनि यो कथा बुझ्ने र सुनाउने मौका पाउनु नै सबैभन्दा ठूलो कुरा हो।